रातभरि चुडेलसँग डेटिङ बसेको सपना देखेपछि त्यो सपना बिर्सिनका लागि मलाई जोनी दाइले दिएको टोपी मिलाउँदै पोज दिइरहेको थिएँ। घडीले 12 बजाए पनि 12 बजेको जस्तो मौसमै थिएन, घामै थिएन कतै। आज शनिबार भएको हुनाले मैले नुहाइसकेर मैले त्यहाँ देखेँ कि 3जना बच्चाहरू मिलेर वर्ल्ड वार 5 को तयारी अवस्थामा थियो। त्यो देखेर मैले यसलाई ट्रेनिङ दिइरहेको थिएँ मेरो सिपाहीलाई, र मेरो सिपाहीहरू पनि सबै रेडी अवस्थामै थिए। सिपाहीहरू रेडी भएपछि मलाई कुनै डर भएन र म त्यहाँबाट घुम्नतिर निस्किएँ। घुमेर निस्किँदा मेरो सिपाहीले भन्यो कि म तपाईँलाई दौड देखाउँछु, मैले देखाएँ भनेर त्यो दगोड्यो। त्यो दगोडेको देखेर म खुसी भएँ र भगवान्लाई टाइम पासमा दिएको अनुहार र पोज दिँदै मैले त्यहाँ केही झुन्डिरहेको देखेँ। सायद त्यो केही गोप्य कुरा नै थियो होला, मलाई मतलब भएन। र त्यहाँ पार हेर्दा एउटा दुखी आत्मा ब्रेकअप भएर रोइरहेको थियो। मैले नरो भन्दा पनि उसले मानेन। त्यति भएपछि मैले आफ्नो अपार शक्तिको इस्तेमाल गरेर के लेखिरहेको थियो त्यो मलाई पनि थाहा छैन। र त्यो लेख्दा मैले अचानकली युट्युब ओपन गरिदिएँ। युट्युब ओपन गरेको देखेर मलाई नासाले 15 मिस कल र 15 चोटि मेसेज गर्यो, तर मैले रेस्पोन्स दिएन किनभने मलाई नासामा जाने फुर्सद थिएन। र बिस्तारै अर्को भ्लग आउनेछ, यो भ्लगमा आए गरिदिनु होला।